हेलो सबैलाई नमस्कार र अनि भाइ र हाम्रा टुरिज्म डिपार्टमेन्टका हाम्रा दाजुभाइहरूले बिचारा यहाँ लगातार खटिरहेको छ। हामी चाहिँ टुरिज्म डिपार्टमेन्टबाट नै हो है। हाम्रा हेमन भाइ, हाम्रो लिलन साथी, हाम्रो सुनिल भान्जाहरू सबैजना भएर यहाँ मजाले खटिरहेछ है। यो सौरेनी कम्युनिटी हलमा चाहिँ उहाँहरूले आज यसरी है पीडितहरूको लागि खानाहरू बनाइरहेको छ र एकदमै है के गर्नु, अब दसैँको टाइममा यस्तै भयो है। र हाम्रो टुरिज्म डिपार्टमेन्टकै सबै जति पनि दाजुभाइहरू चाहिँ अहिले यहाँ खटिरहेको छ। त्यसले गर्दामा तपाईँको यहाँनिर देख्नुभयो पीडितहरू यो सौरेनी कम्युनिटी हलमा आएर अहिले है राखेको छ। उहाँहरूलाई सहयोग पुर्याउनुको लागि चाहिँ हाम्रो टोलीका टुरिज्म डिपार्टमेन्टकै साथीहरू प्राय नै यहाँ हुनुहुन्छ। म पनि त्यसमा छु है। र म एटी राई, म पनि छु यसमा। र खानापिना पाक्दैछ अहिले होइन। रैको माथि कोही छुट्टिएर हामीले पनि यहाँनिर रेस्क्युहरू गर्दैछौँ। हिजो मात्रै भनेदेखि हामी माथितिर बडीहरू जलाउनुमा थियौँ भनेदेखि आज फेरि हामी सौरेनी कम्युनिटी हलमा हामी डिपार्टमेन्ट टुरिज्मको छौँ। म फेरि स्मल फुड कार्ट एसोसिएसनको प्रेसिडेन्ट पनि हो है। त्यसले गर्दामा चाहिँ तपाईँको यहाँनिर तपाईँले हेर्नुभयो यो चाहिँ हाम्रो किचन हो है। बिचराहरूलाई त्यसलाई हामीले सहयोग गरेको हुनुपर्छ। र हाम्रो हेमन भाइ यहाँ छ भनेदेखि हाम्रो सुनिल भान्जा पनि यहाँ छ र हाम्रो साथी लिलन साथी पनि यहाँ हुनुहुन्छ है। हामी सबै टुरिज्मबाट नै आएको हो र हाम्रो हेमन भाइ है। हामीले परेको बेला मान्छेलाई यसरी सहयोग गर्नुपर्छ र है स्वयं अब सबैजना बाँडिएर हामी काम गर्दैछौँ। हुन्छ, फेरि अर्को भिडियोमा भेटौँ। धन्यवाद है, थ्याङ्क यू।